फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो च्यानल डुलमा थिङमा अनि आशा छ तपाईहरुलाई सन्चै हुनुहुन्छ होला र मलाई पनि एकदम धेरै ठीक छु अनि म छु अहिले चाहिँ चितवनमा दिदी घरतिर अनि दिदी चाहिँ त्यहाँनिर बारीमा सागहरू मुलाहरू अनि मकै अनि त्यहाँनिर धनियाहरू मुला सबै के लाउनु भएको रहेछ अनि आलु पनि लाउनु भएको रहेछ अनि आलु कुर्न जाउँ भनेर आएको थिएँ अनि दिदीहरू चाहिँ उहाँ बारी पुगिसक्यो यहाँनिर दिदी र बहिनी हुनुहुन्छ अनि म चाहिँ यहाँ अलि ढिला आएको अनि यतातिर नि मान्छेहरू सबैले यसरी रोपेको रहेछ मुलाहरू यहाँ चाहिँ तोरी चाहिँ हराइरहेछ यहाँ चाहिँ यो गाउँ होला सायद यस्तो रहेछ अनि यस्तो म जाँदैछु अब बारी पुग्न लाग्यो दिदीहरूको के छ रहेछ हेरौँ है त्यो दिदीहरूको बारीमा आज बिचराको कौली चिसोले मर्ला कौली त सबै कक्रेर यस्तो भइरहेछ कौली पनि रोप्नु भएको रहेछ अनि यहाँ चाहिँ टमाटर रहेछ टमाटर पनि रोप्नु भएको रहेछ अनि मकै चाहिँ यस्तो भइरहेछ अनि यो मकैभित्र यो बारीमा देख्न सक्नुहुन्छ मकैभित्र चाहिँ यसरी मुला राई सागहरू टन्नै छ यो भित्रभित्र यो पुरै गर यो होल गरामा सबैमा छ यहाँ रोप्नु भएको छ यस्तरी मुलाहरू अनि हामी बिहान आएको थियो मुला चाहिँ यत्र भइरहेछ माथि मकै छ अनि यो मुनि चाहिँ यो राई साग र यो मुला छ यहाँ टन्नै बारीमा अनि त्यो दिदी चाहिँ धनियाको खानु भइरहेको होला ऊ त्यता धनिया पनि छ अनि सागहरू राई सागहरू मुला धनिया आलु सबै छ अनि मकै पनि यस्तो दामी भइरहेछ राई साग पनि यस्तो भइरहेछ यो पुरै यो सिँगै गरामा छ यहाँनिर भेनाले चाहिँ यहाँ दबाई छर्नु भइरहेको थियो अघि कहाँ जानुभयो अहिले भेना दिदी यहाँनिर धनिया उखाल्नु भइरहेछ यहाँ छेउमा चाहिँ पुरै छुट्टै रोप्नु भएको रहेछ धनिया साग रायो साग अनि त्यसपछि लसुन आलु प्याज अनि मुलाको साग सबै एक ठाउँमा छेउमा रोप्नु भएको रहेछ अनि यहाँ चाहिँ कति बाक्लो हेर्नु न मुलाहरू बुढाबुढीले खन्न अल्छी लागेर एकै ठाउँमा छरिदिनु भएको थियो त्यही भएर कति बाक्लो भएको यहाँ त छर्नु भइसक्यो रहेछ त यो चाहिँ मुलाको भेना नि देखाउँ न त भइसक्यो आलु पनि छर्नु भइसक्यो आउनु त राम्रो फुपू यहाँ फुपूहरूकोमा जाने भने तरकारीको यो के भन्छ मालिनी धनिया खेतको धनिया नि छ धनी यता चाहिँ सानो रहेछ सागहरू अब फुपूहरूको बारीमा हेर्छु अब चाहिँ कस्तो छ रहेछ फुपूहरूको बारीमा साग फुल कति राम्रो देखिरहेको है फुल पनि दामी देखिरहेको फुलहरू फुपूहरूको मकै नै यस्तो भएर दामी राई साग चाहिँ राई सागहरू बारीभित्र कत्रो है किन यसरी रोपेको त बारीभित्र सबै कस्तो राम्रो भइरहेछ सागहरू सबै फुपूहरूको बारीभित्रतिर अनि दिदीहरूको नि यस्तै बारीभित्रतिर सबै यसरी छर्नु भएको रहेछ रोप्नु भएको रहेछ यहाँ माथिल्लो गरेर पनि होला नि त आम्मा यहाँ पनि रहेछ कति दामी भइरह्यो सागहरू त
यस्तै 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 छ बारीभित्र कति धेरै खेतको धनियाँ कसको रे चाहिँ 24को मकैको दाम भइरह त मकैहरू कस्तो दामी भइरहेछ हेर्नु यहाँ कति बाग्लो है फेरि यहाँ चाहिँ पुरै खाली यहाँ चाहिँ ओहो हो कति बाग्लो यार आम्मा कस्तो दामी भएर मकै ए भेना नि आउनु भइरहेछ त खेतको धनी पनि आउनु भइरहेछ पछि पछि कति बाग्लो कति दामी भएर फुपूहरूको चाहिँ हो अनि फुपू पनि हुनुहुन्छ यहाँ के गर्नु भइरह हेरौँ ए आलु त यहाँ नि फुपूहरूको आलु रहेछ फुपूहरूको यो त उयो खन्ने बेला भइसक्यो हो किन मरेको त ए शीतको दबाई हाल्नु पर्थ्यो रहेछ है कति सबै मरेछ नि खै फलेछ हेरौँ हाम्रो डाटा आलो होइन र उखाल्नु न एउटा कतिवटा रहेछ हेरौँ नउखाल्ने होला पो अहिले होस् दामी भइरहेछ है बोट मरे पनि गोड्ने बेला चाहिँ भएर रहेछ सबै शीतको दबाई छर्नु पहिला ल्याएको त शीतको दबाई छर्नु पर्थ्यो रहेछ है अब यो हुन्छ त दबाई छरेर भेनाजु हुँदैन होला है यो चाहिँ हाम्रो दिदीको सासूको धनियाँहरू प्याजहरू लसुनहरू सबै रोप्नु भएको छ अनि यहाँ चाहिँ फुपूले लसुनहरू गोड्दै हुनुहुन्थ्यो अनि लसुनहरू सबै झारले हराइरहेछ अनि त्यसपछि प्याजहरू पनि धनियाँहरू पनि सबै कति राम्रो भइरहेछ अनि तर आलु चाहिँ सबै चिसोले मरेछ भए पनि दाना चाहिँ फलेको छ हेर्नुहोस् त प्याजहरू कस्तो दामी भइरहेछ फुपूहरूको अनि फुपूले गोड्नु भइरहेछ हामी चाहिँ यहाँनिर आलु गोड्न भनेर आएको थियो अनि यहाँ फुपूले गोड्नु भइरहेछ त्यही भएर गोड्ने कुरा केही छैन रहेछ अनि अब चाहिँ हामी यहाँ बुङ्गुरको लागि घाँस उखाल्ने यहाँ कलिलो कलिलो घाँसहरू रहेछ कति धेरै यो मकैभित्र अनि बुङ्गुरको लागि उखाल्ने रे अब दिदीमा भएर उखाल्छु त्यो अनि त्यसपछि घरतिर जान्छु अब बोडीदेखि फेरि आलु गोड्ने काम चाहिँ हाम्रो क्यान्सल भयो पुरै नभएर गोड्ने कुरा नभएर हामी दिदीको चप्पलका दामी यार चप्पलका दामी त यो चप्पल कति दामी यहाँ छिनिरह यार कहिलेको चप्पल दिदी विदेशबाट आउने बेला त यो चप्पल होला यार 1 वर्ष होला यो चप्पलले त तर टिक्नु चाहिँ टिक्दो रहेछ अनि अब आलु गोड्ने काम क्यान्सल भयो अनि भेनानी जानुभयो दबाई छरेर अनि दिदी र म चाहिँ अब यहाँनिर बुङ्गुरलाई घाँस उखालेर जान्छु मैले यहाँनिर एउटा केरो भेटेँ अब केरो खान्छु म एउटा मात्रै केरो नुन न कति मिठो होइन सब हामीले धेरै उखाल्यो नि यति मात्र उखाल्यो खान्छ खाँदैन भने फर्स्ट टाइम ट्राई गर्न लाग्यो रे त्यही भएर थोरै उखाल्यो नि
दिदी यहाँनिर साग टिप्नु भइरहेछ। साग हेर्नु होला। साग साग चाहिन्छ भने सम्पर्क गर्नु होला। 30 रुपियाँ मुठा दिन्छौँ रेगा चाहिँ। ठुल्ठुलो साग है माया लाग्दो। हाम्रो दिदीको दामी भइरहेछ सागहरू यतातिर। ओके अब म इन्टरभ्यू लिन्छु के गरेँ यस्तो दामी भएको भन्दा। तपाईँको यति राम्रो सागहरू मगाएर के गरी भएको होला अलिक भन्नुहोस्। बाख्राको गु हाल्छौँ। बाख्राको गु हाल्छौँ। बाख्राको गु हाल्छ मान्छेको त हाल्दैन होला। मान्छेको त हाल्दैन होला। अभी मजा आएगा ना भिड। के भन्ने हामीले गाइस बाख्राको गु हाल्छौँ। गु मतलब मल के मल। यो चाहिँ मेरो मुखमा नगोच है। अनि त्यसपछि गोडमेल गर्छौँ। त्यही भएर हाम्रो यस्तो साग फलेको। चाहिएमा उहाँलाई सम्पर्क गर्नु होला खेतको धनीलाई। हेर्नु साग अरू के छ भन्दिनँ। अरू के छ भन्दिनँ। साग छ, मुला छ, धनियाँ छ। खोइ धनियाँ धनियाँ छ। हाम्रो मकै पनि छ। हेर्न सक्नुहुन्छ यहाँ मकै छ। यो मकैभित्र चाहिँ के सागहरू मुलाहरू लगाउनु भएको छ त्यो आइडिया चाहिँ कसले सिकाउनु भयो होला। भन्नुहोस् तपाईँ किन क्यामेरादेखि उता भाग्नु तपाईँसँग यसको जवाब छैन। भाग्यो घरको धनी छैन कि मान्छे। यो धनियाँ घरको खेतको धनी काम छैन रहेछ। त्यही भएर आजको इन्टरभ्यू यहीँनिर क्लोज गर्छु। हेर्नु हाम्रो दिदीहरूको फुपूहरूको साग यति दामी भइरहेछ। चाहियो भने सम्पर्क गर्नु। कति रुपियाँ मुठामा दिनुहुन्छ उहाँहरूले। अब 30 रुपियाँ मुठामा दिनुहुन्छ अरे। यति दामी दामी साग लेखतिर पनि खोजेर पाउँदैन। आउनु होला। त्यही भएर हुने बेलामै सम्पर्क गरेर हेर्नु। यस्तो दामी भइरहेछ। यो टल्के त गान्छ टिलिक्क फुपूहरूको उयो होइन। फुपूहरूकै यहाँ चाहिँ फेरि यति साग टिभी हामीले यहाँ बेलुकाको लागि तरकारी। अनि अब यो लगेर जान्छु। अनि यहाँ तल मुला पनि देखाउँछु तपाईँहरूलाई। दामी भइरहेछ। अनि दिदीले चाहिँ यहाँनिर अहिले भर्खर उखालेको त्यो घाँस बुङ्गुरको लागि त्यो खान्छ खाँदैन भनेर ट्राई गर्न लाग्नु भयो अरे। अनि बोक्नु भएको छ त्यहाँ। फुल नि कति दामी देखिरहेको तर फुल यो घाँसको दामी भइरहेको फुल। आम्मामा यहाँ पनि केरा रहेछ एउटा। केरा रहेछ त केरा भेना दबाई हाल्नु म मर्ला नि फेरि। दामी फल्दा केरा देखेको त पहिला लेखतिर बाजे घरतिर के सम्झिने पहिलाको सम्झिने हो। बुढोहरूको बारीबाट यति ल्यायो। अनि अब यहाँनिर दिदीहरूको बारीमा मुला हेर्नु। यहाँ मुला यस्तो दाम भएछ। यो चाहिँ चना बनाउनको लागि अनि मुलाको अचारहरू बनाउनको लागि काम लाग्छ। उखाल्नु त्यसले अब मुला अब त्योहरू के को लागि काम लाग्छ।
अचारको लागि पात चाहिँ मान्छेले पनि खान्छ तर हामीले चाहिँ बुङ्गुरलाई दिन्छौँ। मान्छेको ठाउँमा चाहिँ साग खान नपाएर मान्छेलाई माग्दै हिँड्छ अरे हामी दिदीहरू चाहिँ। साग पनि मुलाको साग पनि रायोको साग पनि मुला पनि सबै बुङ्गुरलाई अरे। भोलि पछि पैसा चाहिँ कति आउने हो? पैसा 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 अनि के भन्नुभा? ए यही चाहिँ हामी दिदीहरूको बारी है। यहाँनिर चाहिँ खतरा तरकारीहरू के लगाएको छ। त्यो सबै चाहिँ मेरो बारी भनेर चाहिँ भन्नु मिल्दैन तर मेरो चाहिँ उयो एउटा है। त्यो सबै चाहिँ मेरो बारी भनेर चाहिँ भन्नु मिल्दैन तर मेरो चाहिँ उयो एउटा है। गाह्रो छ नि ल्याउनु यहाँ ल। गाह्रो छ आफ्नो त एउटा भन्दा गाह्रो छैन। त्यो एउटा गरामा नि फेरि मन थियो नि त्यो सबै मेरै बारी हो भनेर के गर्न मिल्दैन है। त्यो एउटामा भए पनि फेरि खतरा डल्लै छ खेतीहरू गर्नु भएको छ फेरि। मुला छ, आलु छ, धनियाँ छ, प्याज छ, अनि लसुन छ। खोइ धनियाँ खोइ भेना लैसु ए अनि त्यसपछि रायोको साग छ, मकै पनि छ। रायोको साग त मैले बोकेर हिँड्दा छ यहाँ नभएको भने चाहिँ केही छैन है गाइजहरू सबै चिज छ। थोरै भए पनि चाहियो भने सम्पर्क गर्नु होला। थोरै भए पनि थोरै बारी भए पनि थोरै जग्गा भए पनि खेती चाहिँ थुप्रै गर्नुभएको छ। थुप्रै किसिमको थुप्रै प्रकारको तरकारीहरू लाउनु भएको रहेछ। ओके गाइज अब हामी बुङ्गुर फारममा जान्छौँ अनि त्यसपछि एकछिनपछि भेट्छौँ। गाइज हामी चाहिँ यहाँ बुङ्गुर फारममा जाँदैछ। यहाँ माथि आइपुगिसक्यो। हामी दिदीलाई थाहा पाएर भन्नु थालिसक्यो बुङ्गुरहरू। देखाउँछु तपाईँहरूलाई। खै खान्छ खाँदैन हेरौँ। खान्न दुईवटा छ यहाँ। खान्न दिदी यहाँ दुईवटा छ अनि यहाँ चाहिँ तिनवटा। खान्न होला यार। यो चाहिँ कत्रो बडा छ एउटा अनि अझै चाहिँ यहाँ सानो सानो छ। खाँदो रहेछ। यो चाहिँ हाम्रो दिदीको बङ्गुर। यो चाहिँ 50 किलो भयो होला है। खोइ खोइ त्यो खाने ठाउँमा नै गुहाएको छ यिनीहरूले। यो मुर्दारहरूले खाँदो रहेछ त अहिले त नि ऊ मुला खायो हेर र। ए मुला मात्रै खाँदो रहेछ। मुलाको साग मात्रै खाँदो रहेछ। त्यो अरू चाहिँ नखाँदो रहेछ। त्यो घाँस चाहिँ बेकारमा है उखाले ल्याउनु मात्रै है। फोहोर मात्रै हुने भयो अब। अनि यहाँबाट चाहिँ कस्तो दामी भ्यू देखिन्छ यहाँबाट छरेको भ्यू। के छरेको त्यो बारीमा अहिले? यहाँनिर मकैहरू गहुँहरू के छ है। के छर्नु भएको छ अनि कति दामी देखिरहेको छ। पुरै ग्रिन ग्रिन देखिरहेको छ। यहाँनिर एउटा खाँदैन रहेछ। बेकारमा ल्याउनु मात्रै भयो अनि जस्ट ट्राई खान्छ खाँदैन भनेर ल्याएको थियो। यहाँ चाहिँ ए डाँडे हेर्न उतापट्टि अर्कोले के दिएछ हामीलाई मात्रै यस्तो दियो भनेर होला नि खुब। अनि यो चाहिँ पुर्के ऊ त्यो चाहिँ कहिले नबढ्ने बम पुर्के। अनि यिनीहरू चाहिँ ठुल्ठुलो भइसक्यो। यो बेच्ने बेलामा चाहिँ मलाई 50 यो आन्द्रा भुडी राखिदिन्छु ल। छ्या कि त्यो भित्रको त्यहाँ बुझ्यो त्यो त पैसा दिन पैसा यिनीहरूको बिचमा सुत्छ भने यो न्यानो हुन्छ होला नि त। कत्रो देखेछ भिडियोमा? ठुलो देखेछ त्यो त। 50 किलो हुन्छ भनेको 50 किलो हुन्छ कि हुँदैन यसो हेरेर भनिदिनु गाइजहरू। यहाँनिर हामी दिदीको 50 किलो हुन्छ हाम्रो दिदीको अनुमानमा। यहाँ छ एउटा ठुलो रहेछ घाँस यो मात्रै खाने। तोरी र मुला मात्रै खोजिरह्यो नि नखाने रहेछ है। बेकारमा उयो भयो फोहोर मात्रै भयो। कहिले बेच्नु? यो एक्लै हुँदो रहेछ कहाँ यो रुममा। बिचरालाई हेला गरेछ नि। यो गान्धी नि आएर सुत्दो रहेछ। नखाँदो रहेछ घाँस दिदीको बेकारमा दुःख भयो। अनि अब हामी घर जान्छु।
यहाँनिर भ्यू कति दामी देखिरहेछ दिदीहरूको गाउँ। ओके गाइज, अब नेक्स्ट भ्लगमा भेटौँला। यस्तै हो, राम्रो नराम्रो जे जस्तो भए पनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। ओके गाइज, बाई बाई। अब नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई।